Hello guys, good afternoon from Nuwakot View Tower र भ्यू टावरबाट देखिने नुवाकोट बजारको दृश्यका साथै नुवाकोट बन्दै गरेको दरबार यो भैरवी मन्दिर सम्पूर्ण नुवाकोट बजार र अर्को देखिने यहाँबाट देखिने ढिकुरे थान्चिङ फाँट पनि देख्न सकिन्छ भने यो चाहिँ नुवाकोटको गाउँ एरिया नुवाकोटको डाँडामा भएको एउटा सुन्दर मन्दिरलाई फोकस गर्नु होला। यो मन्दिर भयो अनि देखिने अर्को सूर्यगढीको डाँडा सूर्यगढी एरिया गिर्खुको बस्ती पुरै गिर्खु एरियाका साथै अब यता 180 डिग्रीमा चाहिँ क्यामेरा घुमाउँदाखेरि देखिने दृश्य फ्रम नुवाकोट भ्यू टावर यो त्रिशुली नदी हो लगभग बेतरती बजारको निरको होला यो चाहिँ गिर्खुटार एरिया यो हामीले माछा पोखरी भन्छौँ माछा पोखरी सिल ट्याङ्की एरिया भयो भने यो माछा पशुधन केन्द्र मत्स्य केन्द्र यो चाहिँ बन्द गरेको नुवाकोट म्युजियम हो है गाइज। ल अर्को देखिने यहाँबाट सम्पूर्ण कोलोनी बजारदेखि लिएर त्रिशुली बजार साथसाथै ढुङ्गे बजार पनि ल ढुङ्गे बजार भयो अर्को बट्टा बजार पनि नुवाकोटको सम्पूर्ण भाग देखिन्छ सुन्दर दृश्य देखिन्छ। चिसो हावा चलिरहेको छ यो गरिबमा हावालेको आनन्द छुट्टै छ। फेरि साँच्चै राम्रो ठाउँ छ तर आउने बाटो थोरै गाह्रो र भएकोले कति रोड बर्खाको कारणले बिग्रेकाले आउन चाहिँ थोरै कठिनाइ रहेछ भने नुवाकोट दरबार म नुवाकोट भैरवी मन्दिरबाट घुम्दै आउने क्रममा त्यहाँ चाहिँ लगभग आज शनिबारको दिन आन्तरिक पर्यटक काठमाडौँदेखि आउने चाहिँ गाडी रिजर्भ लिएरदेखि लिएर आफ्नो प्राइभेट गाडीमा आउने आन्तरिक पर्यटकहरूको लेखे उपस्थिति थियो भने यहाँ चाहिँ छोरो मुसो सुन्ने अवस्था छ। यहाँ चाहिँ हामी 2 जना मात्र छौँ। त्यसैले त्यहाँ आएको मान्छेलाई यहाँ पनि ल्याउन सक्यो भने थोरै आनन्द महसुस उहाँहरूले गर्नुहुन्छ भन्दै यति नै बाई भन्न चाहन्छौँ र हामी पनि जान्छौँ तर चिसो हावा चलिरहेको छ गरिबमा हावाको आनन्द छुट्टै छ अनि तल चाहिँ सल्लाहगारी छ आनन्दको सल्लाहगारी म्युजियम लिएर हस् त बाई बाई गाइज। ल नुवाकोटको दर्शन गरेँ नुवाकोट बजारको अन्त्यमा नुवाकोट बजार देखाएर बाई बाई भन्न चाहन्छु। हस् धन्यवाद। ल क्यामेरामा यो मान्छे बाई बाई सी यू गाइज। ओके।